जेलको भिसा भनेपछि मिसासँग हैन पुलिससँग बिहा गर्ने रे त तर एउटा कुरा मिस्टर नेपाली यो नेपालबाट यो जेलमा जाति पनि आउँछ हाम्रो यो लन्डनमा सानो सानो मान्छे यहाँ बसिरहन्छ तर ठुलो ठुलो मान्छे एकदम कता फाल्छ जेलमा हराउँछ हैन यहाँको पुलिसहरू एकदम सरप्राइज हुन्छ त्यो यहाँ हराएको त्यो ठुल्ठुलो मान्छे है सबै नेपालमा आइसकेका हुन्छ तपाईँलाई थाहा नै रहन्छ नेपालमा आइसकेको हुन्छ भन्न मिल्दैन क्या धेरै नगर fundamental okay सामान देखाऊ तिम्रो के छ ल यही हो के हो यो पाल परेको भाँडो के हो यो के होला तपाईँ नै विचार गर्नुहोस् त ल यो मेरो विचारमा यो त्यो बत्तीमा राखेर यो पालबाट लाइट निकालेर डिस्को डान्स गर्ने होला मिलेन उसो भए यो त्यो म्युजिक सुन्ने त्यो स्पिकरमा राख्ने होला यो मिलेन के हो त यसको नाम चाहिँ मलाई पनि थाहा छैन है तर यसको काम चाहिँ मोमो पकाउने भाँडो हाम्रो देशमा यस्तै भाँडोमा मोमो पकाएर सबै मान्छेले खान्छ यो नेपालमा जे पनि कुरा लिक हुन्छ नेपालीहरूले खान पाउँदैन भन्थ्यो यसले पाल परेको भाँडोमा पकाउने होला यसमा लिक हुँदैन मोमो पकायो भने यो भाँडोमा है यो दुध पकायो भने लिक हुन्छ चिया पकायो भने लिक हुन्छ है तर मोमो पकायो भने लिक हुँदैन यो पहिले है त्यो पिठोलाई प्याज गरेर रोटी बनायो है अनि त्यो रोटीमा मासु मजासँग राखेर मुजा पारेर यो पालभरि टन्न राखेर बोइल गरेर गोलमेडाको अचारसँग खायो भने असाध्यै मिठो हुन्छ मोमो अनि ओके यो के हो यो दम दिने स्टोभ अनि यो के गर्ने यो बाटोमा मोमो पकाउँदाखेरि यो दम दिने स्टोभमा राखेर पकाउने है अनि हावा लाग्यो भने यो सुटकेसले छेक्ने तिमीले यो हाम्रो लन्डनमा पनि चाहिँ बाटोमा मोमो बेचेर बस्ने विचार गरेको जस्तो छ हौ तिमी नेपालमा पनि यही काम मोमो बेच्ने काम गर्छ कि क्या हो मिलेन म नेपालमा त्यो पोलिटिकल साइन्समा एमए गर्दाखेरि म त्यहाँ विद्यार्थी सङ्घको प्रेसिडेन्टमा प्रेसिडेन्ट अनि त्यहाँको मान्छेले मलाई चाहिँ यो युरोपको डेमोक्रेसी भनेको कस्तो हुन्छ एकपल्ट हेरेर हो भनेको हुनाले अहिले म 3टा काम लिएर आएको यहाँ एउटा यो युरोपको डेमोक्रेसी हेर्ने अर्को एउटा मेरो घाँटीको सानो गल्लो गाँडको अपरेसन गर्नु छ 2टा काम भयो अनि अर्को काम चाहिँ मौका मिल्यो भने यी लन्डनमा मोमो पसल थापेर बस अनि पछि तिमीले अहिलेसम्म प्योर डेमोक्रेसी कस्तो हुन्छ देखेको छैन यो साँच्चै यो डेमोक्रेसी प्रजातन्त्र भनेको कस्तो हुन्छ कुकुरको जस्तो पुच्छर घुम्रेको हुन्छ कि साँडेको जस्तो लामो पुच्छर भएको हुन्छ कि त्यो घुस भनेको कस्तो हुन्छ पहिले तिमी भन त घुस भनेको कस्तो हुन्छ घुस भनेको त जस्तो खल्तीमा राख्यो त्यस्तै हुन्छ त्यो डेमोक्रेसी भनेको पनि जस्तो मान्छेको हातमा राख्यो त्यस्तै हुन्छ होइन अब त्यो डेमोक्रेसीलाई पुलिसको हातमा राख्यो भने पुलिस जस्तो हुन्छ सिपाहीको हातमा राख्यो भने सिपाही जस्तो हुन्छ मंकीको हातमा राख्यो भने मंकी जस्तो हुन्छ बच्चाको हातमा राख्यो भने बच्चा जस्तो हुन्छ हेर्नु अनि म्याथको हातमा राख्यो भने म्याथ जस्तो हुन्छ उसुमे हाम्रो देशको डेमोक्रेसी त ठ्याक्कै कोर्टको खल्ती जस्तो होला है किनभने त्यहाँको ठुल्ठुलो मान्छेले सबै चिज खल्तीभित्र हाल्छ क्या डेमोक्रेसी पनि खल्तीमै हालिरहेछ ल अब म गए हुन्छ पानी तिमी त्यो स्क्रिन भित्र हिँड्दा तिम्रो अहिले बडी चेक गर्नुपर्छ भित्र हिँड्नु अब के बडी चेक गर्नु तातो पनि साह्रो पानी तिमी भित्र छ औ कहाँ यहाँ हो अब के बडी चेक गर्नु बेकारमा यो सर्ट फुकाल्नुहोस् त लुगा फुकाल्नुहोस् कमिज फुकाल्नुहोस् तेरी कस्तो दुःख दिएको मलाई फुकाल्नुहोस् ल ल ल ल अब यो भेस्ट पनि फुकाल्नुहोस् गन्जी फुकाल्नुहोस्
त्यहाँदेखि यस्तो लन्डनको जाडोमा कस्तो लुगा फुकाल्नु लगाएर Hey, Nepali, yo, क्या हो यो धागो क्या हो धागो यो धागो होइन यो जनै जनै यो जनै जनै हो क्या हो जनै भनेको क्या हो यो जनै भनेको के भनेदेखि हाम्रो चाहिँ देशमा चाहिँ त्यो गाई जात्रा भन्दा एक दिन अघि एउटा क्वाँची खाने पुर्ने भन्ने हुन्छ क्या हो क्वाँटी भनेको क्या हो क्वाँची भनेको के हो भनेदेखि चाहिँ त्यो अब 9 थरी गेडागुडी चाहिँ त्यो भटमास केरा हो सिमी बकुल्ला राखेर बकुला भनेको के हो बकुला जे कति सबै ठाउँ सोध्नु पर्यो होला त्यो 9 थरी गेडागुडी राखेर चाहिँ त्यो ककटेल सुप बनाउने क्या हो त्यही ककटेल सुपलाई जनै पुर्ने भन्छ क्वाँची पुर्ने हो त्यो क्वाँची पुर्नेको दिनमा हाम्रो हातमा चाहिँ हाम्रो चाहिँ त्यो पण्डित बाजेले पण्डित बाजे भनेको क्या हो फेरि त्यो पण्डित बाजे भनेको चाहिँ त्यो तपाईँहरूको देशमा त्यो चर्चमा बस्ने फादर भन्छ नि फादर हो हाम्रो देशमा चाहिँ ग्रान्ड फादर भन्छ बाजे भनेको ग्रान्ड फादर क्या हो त्यो पण्डित बाजेले है हातमा डोरो बाँधेर दानबद्दु दानबद्दु भनेको क्या हो यो तेरि सबै ठाउँ तिमीलाई किन सोध्नु पर्ने तातनु तारो ल जुचे गरेर के मैले धेरै कुरा सोध्यो मलाई ओके यो फाइल यो पाइट फुकाल्नुहोस् अरे शिवा कहाँ पाइट फुकाल्ने लाज मर्नु कुरा नेपालीहरूलाई नाङ्दै राखेर जाँच्नु भन्ने अर्डर छ यहाँ फुकाल्नु सबै फुकाल्नु यो लुगा म अहिले तपाईँकै पाइन्ट फुकालिदिन्छु अनि मसँग यहाँ जोक गर्ने होइन फुकाल्नु सबै लुगा फुकाल्नु उता फर्काउनुहोस् न ओके ल लुगा लाउनु सबै लुगा लाएर आउनुहोस् पछाडि ल ओके कम आउट ओके now you can go अब म गए हुन्छ Oh yes, you can go. मैले त्यो लन्डनमा मोमो पसल छापे भने तपाईँ मोमो खान आउनुहोस् है Oh sure. म तपाईँलाई कन्सेसन दिन्छु नि Sure. ल गुड इभिनिङ Okay, sure. गुड मर्निङ Oh, good morning. Hey, Nepali. Hey, चलो राखयो ल कस्तो मान्छे तिमी अब किन बोल्यो त बच्ची अब तिमीले इलिगल सामान के ल्याएको छ भन अरे शिव अब आफैले नाङ्गै पारेर जान्छे र के इलिगल सामान तिमी त्यो ढोकामा जाने बित्तिकै त्यो ढोकाको बाटी कसरी बाल्यो फेरि एकपल्ट जाऊ तिमी गो once again go अरे शिव कस्तो दुःख दिएको तिमीले इलिगल सामान के ल्याएको छ भन कुरो के अरे शिव पशुपतिनाथले भस्म 33 कोटी देवताले भस्म के ल्याएको थिएन ल क्या हो 33 कोटी देवता भनेको क्या हो 33 कोटी देवता भनेको 33 करोड गड्स भनेको 33 करोड तिम्रो देशमा पपुलेसन कति छ 2 करोड जति छ पपुलेसन 2 करोड देवता 33 करोड Impossible! अरे शिवा You have brought here some illegal goods. पाउनु के ल्याएको छ अरे शिवा इन्डिकेटर ल्याउँछ अहिले कस्तो दुःख दिएको लन्डनमा हेर्नु खोइजा ल ल ल ल ल खोइ हात उचाल खुट्टा खोइ खुट्टा ल मैले थाहा पायो तिमीले इलिगल कुरा यो डल्लोमा लुकाएर ल्याएको छ अरे शिवा भन यो के को डल्लो यो मासुको डल्लो